हेलो साथीहरू, यहाँलाई स्वागत छ मेरो मिनी ब्लगमा। म हुँ कृष्ण। आउनुहोस् भिडियोलाई सुरु गरौँ। यति बेला ग्लोबली रूपमा गर्मी बढिरहेको छ। यसको मार जापानमा पनि परेको छ। यही गर्मीलाई छल्नको लागि हामी समुद्र साइड जाने र मिलेदेखि स्विमिङ गर्ने भनेर हामी घरबाट निस्क्यौँ। एकीसम्म पुग्यौँ, तर एकी पुग्दाखेरि ट्रेन एउटा पनि देखिएन र केही समयको अन्तरालपछि ट्रेन आयो र ट्रेन चढ्यौँ र ट्रेन चढेको 20-25 मिनटमा हामी समुद्रमा पुग्यौँ। त्यहाँ पुगेपछि पौडी खेल्न मिल्छ कि भनेर यताउता हेऱ्यौँ, तर खासै त्यस्तो त्यहाँको वातावरण देखिएन। त्यहाँ धेरै मान्छेहरू त थिए, तर खासै पौडी खेल्ने मान्छेहरू चाहिँ थिएनन्। कोही माछा मारिरहेका थिए भने कोही विद्यार्थीहरू थिए। केही समय हामी पनि ती समुद्रिक छालहरूसँग मनोरञ्जन लिँदै बसिरहेका थियौँ र केही क्षणपछि लो गाइस, हामी चाहिँ अब स्विमिङ गर्न जाँदैछौँ। See on the beach.